ल कमुत आउँछ होला है। यहाँ चाहिँ अङ्कलले खिर पकाउनु हुँदैछ होइन। के पकाउनु भएको अङ्कल? यो खिर हौ। खिर पकाउनु भएको? खिर खान मन लाग्यो क्या, अनि त्यही भएर आज चाहिँ टक्क अङ्कलले खिर पकाउनु हुँदैछ। यहाँ देख्न सक्नुहुन्छ खिर चलाउनु हुँदैछ। खिर खाने भने चाहिँ यस्तो खिर खाने भने चाहिँ हरि अङ्कलको गोठमा आउनु पर्यो गाइज होइन। अरू आउनेलाई खिर पकाइदिनुहुन्छ तपाईँले? आएर अर्डर गर्नुभयो भने चाहिँ पकाइदिन्छ। अब यहाँ आउनुभन्दा 2 दिन अगाडि अर्डर गर्नुभयो भने चाहिँ दुध राख्नुपर्ने हुन्छ नि, डायरी लाने गरेको छ। कसैले कन्ट्याक्ट गरेर 2 दिन अगाडितिर अथवा अघिल्लो दिन भन्नु भने चाहिँ भोलिबाट पकाइदिन सक्छु। ए ल साथी हो, खिर खाने भने आउनुहोस् हरि ढुङ्गलको गोठमा। यस्तो दामी पकाउनु हुँदैछ नि। यो चाहिँ हामीले किन ठुलो आगो नफुकेको भने खिर डढ्छ भनेर नि अङ्कल। यस्तोमा नम्र भएर सानो आगो भने राम्रै पाक्छ क्या, अनि त्यही भएर चाहिँ। ल खिर खाने भयौँ है हामी चाहिँ साथी हो। आज कति हो? 26 गते। 26 गते चाहिँ साउन 26 गते। साउन 26 गते खिर खाँदैछौँ है गाइज। भयो।